खिर खाने दिनको हजुरहरू सम्पूर्णलाई शुभकामना साथीहरू। हेलो हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ 17 को मेरो मिनी भ्लगमा। यहाँ चाहिँ मैले तामा काटिरहेकी छु। हजुरहरूलाई तामा मनपर्छ कि पर्दैन साथीहरू? मलाई चाहिँ मनपर्छ। यो चाहिँ नअमिलाको तामा है, अमिलो छैन, भर्खरको फ्रेस तामा हो। यसरी काट्ने, मजाले चट 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 पारेर त्यसपछि पानी हालेर मजाले ब्रेसार पनि हालेर उमालेर फ्याल्ने अनि मजाले फ्राई गर्ने। फेरि हेर्नुहोस् है साथीहरू, यस्तो मिठो हुन्छ नि यसरी पकाएर खाएको। मेरो भाउजूले चाहिँ मिठो पकाउनुहुन्थ्यो कि साथीहरू। यो चाहिँ नि मेरो साथीहरू मलाई भेट्न आएका थिए। अनि त्यसपछिबाट आज साउन 15 को लागि तयारी गर्नलाई मैले दुध लिएर आएँ डेरीबाट। दुध ल्याएर तताएँ अनि खिर पनि बनाउन लाएँ। यहाँ चाहिँ मैले दुध अलिकति निकालेर साइड लाएर राखेँ, किनभने खिर त पाकिसकेपछि माथिबाट यो दुध सर हालेर राखिदियो भने लततत्त परेको हेर्दै खाउँ खाउँ लाग्दो एकदमै कि मिठोवाला खिर बन्छ कि साथीहरू। हजुरहरूले कसरी बनाउनुहुन्छ? यो चाहिँ मैले फेरि घिउ हालेँ अनि घिउ हालेँ, त्यसपछिबाट चामल पनि हालेँ। हेर्नु कस्तो मजाले पाकिरहेछ। अब खिर पकाएपछि त पुरी पनि पकाउनु परिहाल्यो, बच्चाहरूले मान्दैनन् नत्र। अनि त्यसपछिबाट यता बुवाले बनाउनु भइरहेको छ चाउमिन। चाउमिन मनपर्छ नि हजुरहरूलाई पनि है, मलाई थाहा छ के। अनि मैले खिर पनि पकाएँ, चिनी पनि हालिरहेकी छु। यता रातो भएर पुरी पनि मजाले फुलिसके। हेर्नु है साथीहरू, कस्तो मिठो पकाउँछु कि मैले खानेकुरा त। अरूले त मिठो भन्नुहोस् नभन्नुहोस्, मलाई त मिठो हुन्छ है। आफूले पकाएको खाना आफैलाई मिठो लाग्छ के मलाई। अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ थाहा भएन। हजुरहरूले पनि कहिलेकाहीँ मौका मिल्यो भने मेरो हातको खानेकुराहरू खान आउनु होला। अनि के साथीहरू, हजुरलाई हजुरको फेसबुकको यो रिल्सहरूमा मेरो भिडियो चाहिँ आउँछ कि आउँदैन साथीहरू होइन? अनि मेरोमा त भ्युज चाहिँ झन् झन् कम हुँदै गएको छ, किन होला? पैसा त आएको छ कि फेरि फेसबुकले, खै अब मोनिटाइज भएर दियो कि नभएर दियो थाहा भएन। तर एक पैसा गरेर त्यो थोपा थोपा मिली समुद्र बन्छ भने जस्तै बिरुवाबाट रुख हुँदैछ।